हजुरले वेदान्त पढाएको कति वर्ष भयो? 18 वर्ष। 18 वर्षमा हजुरले अनुभव गर्नुभएको कुरा शास्त्रले बताए अनुसार हजुरले भित्री शान्ति प्रसन्नता प्राप्त गर्नुभयो त? त्यो धेरै गर्नु धेरै गर्नु त्यो यदि किन वेदान्त पढ्नुपर्छ सिक्नुपर्छ दर्शकलाई भन्थे? वेदान्त चाहिँ किन पढ्नुपर्छ भने जसले अरू पढ्ने भनेको अर्थ पढ्ने हो, वेदान्त पढ्ने भनेको आफूलाई पढ्ने हो, मलाई पढ्ने हो कि आफू भने के हो म अन्तस्करणा चैतन्यले आफूले आफैलाई पढ्ने भनेको वेदान्त हो। आफूले आफैलाई पढ्नको लागि वेदान्त पढ्नुपर्छ। त्यहाँ चाहिँ अरू पढिँदैन, त्यहाँ मलाई पढ्ने हो। म भन्ने चाहिँ अहमलाई पढ्ने हो। त्यो अहमको ध्वंस नै मुक्तिको कारण चाहिँ के हो? मन एव मनस्याणम कारणम बन्ध मोक्ष भन्ने सिद्धान्त छ नि। मन नै बन्ध र मोक्षको कारण, मूल कारण त्यही हो। त्यो मनोनाश अब मुक्तिको उपबन्ध सिद्धान्त बताउने क्रममा चाहिँ मनोनाश, वासना क्षय र तत्त्वज्ञान। तत्त्वज्ञान नभइकन मनोनाश हुँदैन, मनोनाश नभइकन वासना क्षय हुँदैन। त्यस कारणले वासना क्षय पहिले अथवा मनोनाश पहिलो अथवा तत्त्वज्ञान पहिलो, यो तिनटामा पनि पहिलो भनेर अन्तिममा त्यस्तो योग वासिष्ठमा यो कुरो पनि बताइएको छ। अब वास्तवमा मनोनाश नै मुक्तिको मूल कारण हो। वेदान्त पढ्ने भनेको मलाई पढ्ने हो क्या। मनोनाश भनेको त मनोनाश भनेको मन नाश हुने। मनमा त सङ्कल्प हुन्छ, विकल्प हुन्छ, इच्छा हुन्छ, आकाङ्क्षा हुन्छ, राग हुन्छ, द्वेष हुन्छ, धर्मको अधिष्ठान पनि त्यही हो, अधर्मको अधिष्ठान पनि त्यही हो। मनोनाश नै वेदान्तको चरम लक्ष्य हो। त्यस कारणले वेदान्त पढ्ने भनेको त्यहाँ चाहिँ साधन तष्टिय सम्पन्न प्रमाता, त्यो प्रमाता भनेको अधिकारी हो। त्यो भनेको अहङ्कारावच्छिन्न चैतन्य अथवा मनोपहित चैतन्य अथवा अन्तस्करणावच्छिन्न चैतन्य, अविद्योपहित चैतन्य भनेर त्यहाँ जुन सुरुमा त्यसरी भनिन्छ त्यो भनेको मन हो। त्यो भनेको अहमलाई पढ्ने। वेदान्त पढ्ने भनेको अहम पढ्ने हो, अहमलाई पढ्ने हो, अहमको अध्ययन हो क्या। वेदान्तमा अहमको अध्ययन हो, अरूको अध्ययन होइन। अहम भनेको म हो, त्यो म भनेको अन्तस्करणावच्छिन्न चैतन्य हो। त्यो भनेको बुद्धिपहित चैतन्य, बुद्धि उपहित चैतन्य, अन्तस्करणावच्छिन्न चैतन्य, अविद्योपहित चैतन्य, विभिन्न प्रकारका नामहरू वेदान्तमा आएका छन्। त्यसलाई भनिन्छ चिदाभास। त्यो चिदाभासको अध्ययन नै वेदान्तको मूल अध्ययनको विषय हो। चिदाभास, चिदाभास नाश हुने अथवा मन नाश हुने अथवा बुद्धि ध्वंस हुने, त्यसपछि मात्रै मुक्ति प्राप्ति हुन्छ। मनोनाश नभइकन मुक्ति प्राप्ति हुँदैन। मनोनाश हुनको लागि वासना क्षय हुनु पर्यो। वासना नसकिकन मनोनाश हुँदैन। त्यो वासना क्षय हुनको लागि तत्त्वज्ञानको केही झाला झुली चिजहरू केही कुरो थाहा पाउनु पर्यो। अनि त्यसपछि मात्रै त्यो मनोनाशको श्रृङ्खलामा अगाडि बढ्छ। वेदान्त पढ्ने भनेको